सत्ताको भोकले मान्छेलाई कतिसम्म अन्धो बनाउँछ। देशमा धर्मको आगो बलेको छ, तर झोलेहरूलाई चाहिँ कुर्सीको गन्ध आएको छ। अहिले भइरहेको धार्मिक विवादलाई भदौ 23 र 24 को जेनजी आन्दोलनसँग जोडेर हेर्ने महाज्ञानीहरूलाई के भन्नु। भदौको विद्रोह 35 वर्षको कुशासन, भ्रष्टाचार र सोसियल मिडिया बन्दको विरोधमा सरकार विरुद्ध युवाहरूको विद्रोह थियो। तर अहिले त दुई धर्म मान्नेहरू बीचको विवाद हो। अनि के अहिले सरकार ढल्दैमा यो धार्मिक विवाद चटक्कै सकिन्छ? के अहिलेको समाधान फेरि तिनै ओली, देउपा र प्रचण्डलाई लगेर कुर्सीमा थपक्क बसाउनु हो? 2 वर्ष अघि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि यस्तै घटना भएको थियो। खोइ त त्यति बेला कसैले सरकार फेल भयो भनेर राजीनामा मागेको। देशमा धर्म र जातको नाममा हुने कुनै पनि अराजक गतिविधि, भाषण र अभिव्यक्ति क्षमायोग्य हुँदैन। धर्म र जात भन्ने एकदम जटिल विषयहरू हुन्। अझ नेपाल जस्तो 142 जनजाति र 10 धर्म मान्ने बहुसांस्कृतिक देशमा भाषण गर्दा, अभिव्यक्ति दिँदा चेत हुनु पर्दैन? जनताका प्रतिनिधि र सामाजिक अभियन्ता भनिनेहरू नै भड्काउ अभिव्यक्ति दिँदै हिँड्छन् अनि हनुमानहरू ताली बजाउँछन्। यस्तालाई नचिन्नु जनताको भुल हो। अहिलेको पहिलो आवश्यकता भनेको सामाजिक सद्भाव जोगाउनु हो, द्वन्द्व व्यवस्थापन गर्नु हो र दोषीलाई जेल हाल्नु हो। तर देश नै जल्न लाग्दा पनि सद्भाव कायम गर्नुको साटो प्रधानमन्त्रीको राजीनामा माग्ने पुराना दलहरू र सर्वदलीय सरकारको रोइलो गर्ने अन्धभक्त झोलेहरूलाई देशको होइन, कुर्सी र सत्ताको पिर छ। गिर्न त यिनीहरू पहिला नै गिरिसकेका थिए, तर सत्ताका लागि यतिसम्म तल्लो स्तरमा झर्लान् सायद कसैले सोचेको थियो।